This was the first time म सुलुखुम्बु लाइक आफूभन्दा एल्डर मान्छेसँग नगएको अनि बाटो थाहा नहुँदै पनि म फर्स्ट टाइम त्यसरी सोलो गएँ मान्छेहरूलाई सोधेँ यताउति गरेँ होइन अनि यसो गरेर आएँ अनि दिस वाज द फर्स्ट टाइम होइन लाइक हुन्छ नि आफूलाई कस्तो प्राउड फिल हुन्छ रहेछ क्या यस्तरी गरेर आउँदा चाहिँ अनि आफ्नै भित्र आफै माथि करेजहरू बिल्डअप हुँदो रहेछ जाँदै बाटोमा एकदमै खतरनाक रोडहरू पनि आयो है त्यही पनि आई स्टुड अप विथ माइ सेल्फ एन्ड रेस्पोन्सिबिलिटी उठाएँ मैले अनि आज हाम्रो ड्याडी हुनुहुन्छ ल गाइज अब चाहिँ हामी मस्तले जान्छौँ है चस्मा यहाँ पुरै उनी बस्छ है त्यसैले अलिकति तल लाउनु पर्ने हुन्छ हेलमेट बराबर भयो मस्तसँगले जान्छौँ आज चाहिँ हामी गाइज अनि पर्सिसम्म फर्किन्छौँ फर्किन चाहिँ बराबर भयो यहाँ ब्याग मिलाइदिँदै हुनुहुन्छ ड्याडीले हाम्रो दिदीको पहिला सुरु चाहिँ हामी पेट्रोल पम्प जान्छौँ होइन पेट्रोल फुल बनाउँछ 2 लिटर छ हो मजाले गएर फुल पेट्रोल बनाएर होइन कहाँसम्म जान्छ अब हेरौँ न अस्ति लुज पारेको थियो फेरि भएको नि ल ल अनि अहिले चाहिँ हामी यहाँ सबै के सामानहरू किनेर अब चाहिँ जान लागिसकेको छौँ है अनि पेट्रोल नै हाल्दै फुल बनाउँछु होइन यहाँ पेट्रोल पम्पबाट अब गाउँ जानुपर्छ ओके सो गाइज अनि अहिले चाहिँ हामी यहाँ ग्वारको पुगिरहेको छौँ हेर्न सक्नुहुन्छ त्यहाँ सनराइज खतरा भइरहेछ है अनि अब चाहिँ हामी कोडेश्वर पुग्न लागेको छौँ कोडेश्वरबाट चाहिँ हामी धुलिखेल हुँदै जान्छौँ है गाइज एकदमै खतरनाक पाराले है अनि ओहो चिसो त नि त्यस्तै छ गाइजहरूलाई सरप्राइज दिँदै मैले त गाउँ जाने भनेर फिक्स पनि थिएन अचानक अब गाउँ गएँ गाइज भन्दै हिँड्दै गर्दाखेरि कस्तो भयो होला है गाइजहरू तपाईँहरूलाई हाँस्नु के भइरहेछ ल अब धुलिखेलमा बनाउँछु सिधै ल गाइज यहाँ कोडेश्वर हेर्न सक्नुहुन्छ एकदम खतरनाक पाराले सनराइज भइसकेको छ है हेर्दै अनि अब चाहिँ हामी जानेवाला छौँ गाइज हेर्न सक्नुहुन्छ अहिले सनराइज चाहिँ कस्तो राम्रो भइरहेछ मलाई त क्यामेरै अफ गर्न मन लागेको छैन
गाइस अनि यो चाहिँ हामी यहाँ धुलीखेलको उमै छौँ है। यस्तो छ क्या बाटोको हालत। यसरी काट्दै गइरहेछौँ होइन। अनि यहाँ हेर्न सक्नुहुन्छ के बोर्डहरू टाँसेको छ, मेधा के हो। अनि त्यही हो गाइस। तेरिका जाडो। हो गाउँघरको स्मेल। बाटो चाहिँ अहिले यस्तो रहेछ गाइस। ये कन्स्ट्रक्सन वर्क चलिरहेको छ यहाँ चाहिँ अहिले। माथिबाट सजिलो रहेछ गाइस, त्यहाँ तलबाट भन्दा। अहिले चाहिँ घाम माथि नै पुगिसकेको छ गाइस है। अघि सनराइज हुनुभन्दा अगाडिको चाहिँ आम्मामा सरी के भयो? ठिक छ? निकै ठोक्यो के हो? ठोकेको हो त? कत्रो ठुलो पडल आइदिएर गाइस है। अचानक त्यत्रो सम्म रोड छ है, पडल आइदिन्छ भने। यहाँ भर्खरै हाम्रो अलिकति ऊ भयो, यसरी रोक्नु पर्थ्यो, अचानक ऊ आयो क्या, गइरहेको थियो है। केही छैन गाइस होइन, अब चाहिँ मजाले चलाउनेछौँ हामी। अनि यहाँबाट चाहिँ हामी मजाले जानुपर्ने हुन्छ है। खाली रोड छ, कुदाइदिउँ न। के भएछ अगाडि? किन यो गाडीहरू रोकेको होला गाइस? अगाडिसम्म रहेछ गाइस है यो जाम चाहिँ।
गाइज ड्यु टु द अनक्लियर भाइजर होइन तपाईँहरूले अनक्लिन भाइजर हुन्छ नि तिनीहरूले गर्दाखेरि एकदमै गाह्रो पनि पर्न सक्छ क्या समटाइम्स यहाँपट्टि आएर चाहिँ हामी अड्किसकेको छौँ है Guys, you can see है कस्तो राम्रो यो ठाउँको नाम के हो काभ्रे काभ्रेमा छौँ है गाइस लु गाइस अहिले चाहिँ हामी उता उमा पुगिसकेको छौँ नेपाथोक होइन अनि बाहिरको योहरू अनि यहाँ बाइक हेर्न सक्नुहुन्छ मेरो कर्नरिङ हान्दै आउँछ है अब चाहिँ यहाँ हामी खाजा खान बसेको हो यहाँ हेर्न सक्नुहुन्छ पुरै अनि कस्तो भइरहेछ एक्सपिरियन्स एकदम राम्रो चिसो भइरहेछ अनि बाटोको बारेमा केही तेरो है त्यति नै बाटो भ्युजहरू राम्रो राम्रो त्यहाँ त राम्रो राम्रो भ्यूहरू देख्न पाउँदो रहेछ तर कस्तो चिसो क्या मेरो खुट्टा त चिसोले कस्तो भइरहेछ मेरो त्यस्तै यहाँ यहाँ हेर न एटेरिका गाह्रो छ बाइक चलाउन पनि लगाइस मेरो मोबाइलमा चार्जै सिकिरहेको छ अब चार्ज गरिदिन्छु दाइलाई म एकछिनपछि भेटौँ Packed my bags, left that town. No more frowns, no more clowns. Wrote my name in the sand. Done with drama, that's my plan. Stars shine bright in the night. Free from shadows, it's not fight. Echoes fade in the breeze. Heart feels light, no more freeze. Dancing wild unknown, more freeze. Dancing wild under moon. Let go of you way too soon. Smiling wild, feeling के गरेको दाइ त्यो क्या गाडी लाउँदा लु कस्तो खालको रहेछ है त्यो दाइ त खै त्यो गाडी लाउँदा के गर्दै के गर्दै बन्द गर्नु खोज्यो क्या निकाल्नु खोजेको ओ यसको पैसा तिर्नु यो दार्जिलिङ हो सोध्नु पर्दैन यहाँ उतै छ मान्छे ओ यहाँको मान्छे बोलाउनु त ओ के गर्दै गयो के गर्दै यो यो छिटो यो बनाएर दिने कि त पैसा दिने बनाएर दिने कि त पैसा दिने छिटो 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 ल्याङ नहान्नु दाइ होइन तपाईँलाई कसले छुनु भनेको थियो यो मेरो प्रपर्टी कसले छुनु भनेको थियो पुलिस बोलाऊँ गाडी आउनु लाग्छ क्या त्यो भएर पुलिस बोलाऊँ कति भाइ छिटो पैसा दिनु कि त म 100 रुपियाँ 5 रुपियाँ होइन पुलिस बोलाइदिन्छु दाइ कस्तो त क्यामेरा राखिरहेको अनि किन चलाइदिनु यहाँ तपाईँको दाइ पो त्यहाँ राखिरहेको दाइ उयो दाइले उ गरिदियो राख्दा राख्दै भागिदियो मलाई पर्मिसन लियो नराख भन्यो मलाई क्यामेरा त्यहाँ नराख भन्यो पैसा तिर्नु कि त म पुलिस बोलाइदिन्छु छिटो यहाँ भाँच्दैन सत्यले के
किन चलाउनु छिटो 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 त्यहाँ हामीले भिडियो बनाउँदै थियौँ नि त्यो त गाडी आउनु लागिसक्यो तपाईँहरू आफै ए तपाईँ घरिघरि किन त्यो अघिदेखि नै हेरिरहेको थियो तपाईँले कुन गाडी आइपुग्नु लागिसक्यो कि नेटवर्कबाट आउनु पुग्नु लागिसक्यो यतै मैले राम्ररी नहेरेर भए तपाईँले चोरेर पनि लग्न सक्थेँ पैसा तिर्नुपर्छ ल किनकि यो यसको पैसा दिनु ल यो यसरी भाजिदिने हो यतै हामीले भिडियो छिटो 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 पैसा निकाल्नु है छिटो पैसा निकाल्नु है म कल गरौँ कति रुपियाँ लिन्छ यो लिन्छ नि 1100 लु 1100 दिनु होला 1100 चाहिँदैन बरु ल यहाँ कोही छ सबैले देख्नै भएको छ सरले हटा भनेको हटाइदिएको कसले कसले हटा भनेको माथि उचालेर राख्ने हो नि त यता आउनु न कसले हटा भनेको यहाँ राख्नु नि यता यता कसले हटा भनेर हटाएको दिइहाल्छ नि नगर न नगर पैसा छिटो निकाल्ने पैसा पैसा निकाल्नु ल पैसा दिने कि नदिने अनि खतम हुन्छ कुरा हँ पैसा दिने कि नदिने रुक रुक तपाईँसँग पैसा छ के तपाईँसँग पैसा छ सरले चाहिँ त्यो यो हाम्रो यो हटाइदिएको हेर्नु न आन्टी यहाँ उता राखिरहेको थियो हामीले भिडियो बनाएर है ऊ यो दाइले आएर भाचाउनु पर्दैन यसरी गरेर तल भाँचिदिएको यो भाँच्ने हेर्नु न यो भाँच्दे अँ उसलाई अझ हामीले हेरिरहेको चाहिँ हेर्दै हेर्दै भाँचिदिएको के मलाई भन्नुपर्छ नि त यो हटाउनु पैसा तिर्ने कि हामी पुलिस केस गरिदिउँ अरूहरूको प्रपर्टी यसरी छुन पाइन्छ हामी त्यहाँ तँलाई थाहा हुँदैन थियो त यो यति लामो त्यो मोबाइल छ क्यामेरा लिएर अब हामी आइहाल्छौँ कि हाई गर्दैछौँ कि फेरि आउनु भएको छ यसो लिएर लानुभयो भने पैसा थिचेको अनि त्यहाँ पैसा यसो कसलाई सोधेर लगेको सोध्नुपर्छ कि पर्दैन ल बाबु तपाईँहरू के होइन होइन कति रुपियाँ पैसा पैसा होइन यसको पैसा 1100 पर्छ म तपाईँहरूलाई धेरै लिँदिनँ 500 रुपियाँ मात्रै दिनु हाम्रै त्यो उयो हो अब यसले सोधीखोजी गरेन त ठिकै छ त्यो मान्छे अलिक लाटा लाटा हो यहाँको के हो यहाँ काम गर्ने तपाईँ यसको लागि के राख्नुहुन्छ हौ आन्टी तपाईँ अब उहाँको हेर त ऊ कान खान्छ जस्तो छ कान गुर्काहरू के खान्छ जस्तो छ मैले काटेर तपाईँहरूलाई पुरस्कार गर्नुपर्छ आफूले भन्नु अब आफूले हटा भनेर मैले हटाउँदैन हटा होइन के हटाउनु त हटा भनिहाल्छ गाडी मान्छे आएर त्यसो के भने यसो थिचेको सुई गयो यो पनि यतिकै आफै बन्द हुन्छ होला भनेको बन्दै नहुने रहेछ अनि त्यहाँ बसेर गरेको लाग्दै भएको छ के जाने गरेर हाल्नु एउटा मान्छे हामी ठाउँमा त अनि त्यसरी राख्नु हुँदैन नि त है त्यो बुझ्नु मान्छे हान्ने ठाउँ तपाईँले मलाई सिकाउनु पर्छ के भएको तपाईँले मलाई सिकाउनु पर्छ यसो गरेर तल गरेको होइन लाग्दै छेउको भएको छ क्या तैँले मलाई सिकाउनु पर्छ तैँले मलाई सिकाउनु पर्छ अरूहरूको प्रपर्टी नसोधिकन चलाउने चाहिँ तेरो कसले हक दियो यसो चाहिँ नबनाउनु भन्यो कसले राइट दियो तँलाई भन्न फर्काइदिउँ है? नगर अब ल्याउँदै हुनुहुन्छ त हिँड अब नगर बढी न्यु नखोज के न्यु सरी भयो नखोज सरी भयो सरी भयो सरी भयो हिँड न हिँड सरी भयो छिटो सरी पनि भन्नुहोस् नि त्यो त सरी भयो ओइ पुलिस बोलाइदिउँ यस्तो खालको रहेछ यार बेला न बेला यस्तो खालको मान्छेहरूसँग भेट्छ अनि हुन्छ क्या दिन खराब हुन्छ क्या मिस्टेकली भएको नि त कस्तो कस्तो जानी 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 नजानी जाने गराएर मैले दाइ तपाईँ आफू पनि जाने गराएर थियो कसरी जानी जानी नजानी नजानी हुन्छ हामीलाई सुन्नु पर्दैन त्यही हामी बसेर होइन हात हल्लाउँदैछौँ क्या यस्तो यस्तो हाई गरेर क्यामेरामा उ गर्दैछौँ तपाईँको त्यो के हो त्यो त्यसो गरेर त के भयो झोला हेर म टोइलेट गएर आउँछु बन्द गरेको त्यो गाडी आउनु लागिसक्यो भने होइन अनि त्यसरी बन्द गरेर तिम्रो आन्टी है गाइस यस्तो पागलहरू भेट्छ कहिलेकाहीँ यस्तो पागलहरू भेट्छ यत्तिकै है त्यहाँ क्यामेरा राखिरहेको छ होइन क्यामेरा राखेको ठाउँमा पनि होइन आएर हेर्छ हामीलाई हेर्छ होइन त्यो क्यामेरामा हामीले हात हल्लाउँदैछ क्या हल्लाउँदैछ अनि त्यही पनि आएर अनि उ गरिदिँदो रहेछ क्यामेरै भाँच्दियो क्यामेरा भन्दा नि यो ट्राइपड यस्तो नि हुन्छ अनि कमन सेन्स उहाँ राखिदिउँ क्या दाइ अनि हामी उहीँ अगाडि थियौँ यहाँ उता गएर त्यहाँ उ गर हात हल्लाउँदै थियौँ क्या हामी क्यामेरामा
यसरी हाई हाई ऊ गरेर अब ऊ त देखाउनु पऱ्यो नि त अब देखाइरहेको थियो ऊ आएर अगाडि यसो यसो गरेर बस्छ होइन अनि आएर यसरी भाँच्दियो कसलाई सोधेर चलाएको कि लिन्न अब हामी त तपाईँलाई मैले 1100 लिन्थेँ मान तपाईँले गरेर तपाईँलाई मैले छोडिदिएको हो नि खाजा यहीँ खानु भएको अघि भर्खरै आएको क्या हामी खाजा खाने हुनु मैले पसलको मान्छे आयो करेन करेन भनेको छ सर दाइले बन्द गर्दै भनेको बन्द गरिदिएको गाडी आइपुग्नु लागिसक्यो भनेपछि हटाउनु बिस्तारै खोजेको गर्नुपर्ने होला यो पनि यहाँको चिज ठिक्यो क्या उनीहरूलाई बन्द गर्नु उनीहरूलाई बाटो भएर अर्का सामान सुन्नु पर्छ यहाँ चाहिँ खाना खाइदियो होला मान्छे कोही दाजु त उनीहरू के अगाडि बसेर क्यामेरामा हात हल्लायो भनेपछि उनीहरूले मान्छे देखिन्छ त्यहाँ उनीहरूको सम्पत्ति उनीहरूलाई हटा भन्नुपर्छ उनीहरूलाई उ गर्नुपर्छ तैँले त्यसरी हटायो बाइक त मैले उयोले खाजा यहीँ खाएको त्यो खालको लाटा मान्छे रहेछ यो अघि म यता बोल्दाखेरि पनि नबोलिकन भाग्छ घरि म रिसाउँदिनँ थिएँ क्या दाइ अति नै भने हामी यहीँ अगाडिमा आइरहेको छ होइन आएर भागिदिएर गयो के रहेछ भाइ म पिट दिन्थेँ होइन आज रनमातिर म हिँड्छ मुडै अफ गरिदियो हौ मास कदलले यस्तो पागल रहेछ यार गाइज मास कदल यो ठाउँ त म त पछि आउँदिनँ म मासले न केही सोचिरहेको थिएँ है म ल सो गाइज अब चाहिँ हामी जानुपर्छ है यहाँबाट Wrote my name in the sand, done with drama, that's my plan. Stars shine bright in the night, free from shadows, it's my fight. Echoes fade in the breeze, heart feels light, no more freeze. Dancing wild, unknown, more free. ल गाइज अनि यो चाहिँ हामी अहिले उमा छौँ Let go of you way too soon. Smiling while I feel त्यही हो अब धेरै रिसाउनु नि हुन्न होइन धेरै रिसायो भने ऊ हुन्छ नराम्रो हुन्छ आफैलाई नराम्रो हो क्या हेल्थ पनि बिग्रिन्छ धेरै रिसायो भने हो कि होइन भन्नु न यहाँ बाटो हिँड्न सक्नुहुन्छ गाइस है यहाँको बाटो हेर्न सक्नुहुन्छ एकदमै खतरनाक छ है अहिले चाहिँ 10:20 भइरहेछ है गाइस एकचोटि हामी ड्याडी र म आइरहेको बेला होइन यही ठाउँ हो क्या फर्किरहेको बेला बेलुका भइसकेको थियो नि अन्त नि है ऊ त्यो ठाउँमा त होइन ड्याडीको त्यो ह्यान्डल हुन्छ ह्यान्डलै फुस्किदिएर भने ल त्यसपछि त के हो ड्याडीले त नि यत्तिकै हातले हालेर त्यस्तै हामी काठमाडौँ आएको थियौँ गाइस म त त्यति बेला त के भनौँ के स्पिचलेस त्यस्तो देख्दा त नि हालत त्यो ड्याडीले चलाउन नसक्ने भनेर डर चाहिँ लाग्यो होइन सक्नुहुन्थ्यो तर त्यस्तो कन्डिसन थियो क्या हाम्रो त्यो बाइकको त्यति बेला पल्सर 150मा आएको थियौँ त्यति बेला हामी अहिले चाहिँ पल्सर NS 200
Yes. यहाँको ठाउँ हेर्न सक्नुहुन्छ गाइस एकदम बब्बाल छ के खाजा खाएर चाहिँ एकदम पेट टन्न भयो खुसी पनि भयो पेट त्यही हो गाइस हैन यो पुल त बनाएको हो कि पहिला यस्तै थियो गाइस मलाई यादै आएन भने यहाँ चाहिँ पहिरो जाने सम्भावना हुन्छ है गाइस एकदमै डर लाग्दो हुन्छ है अनि उता हेर्नु न कस्तो राम्रो राम्रो ल्यान्डस्केपहरू एकदमै खतरनाक टाइपको रोड काटेर लगेछ क्या अनि यो चाहिँ हेर्नु न पुरै टपमा घर बनाएको छ यार Forgive you. सिन्धुली अब कतिमा पुग्छ होला त लु यो बाइकको टायरले आवाज गरिरहेछ भने के गरेर यहाँ चाहिँ त्यो इलेक्ट्रिक ऊ छ है इलेक्ट्रिसिटीवाला चार्जिङ स्टेसन बाट चाहिँ बिस्तारै झार्नुपर्ने हुन्छ यस्तै कर्नरिङहरू चाहिँ यस्तो धेरै छ है गाइस यहाँतिर वाह यस्तो टाढा टाढा हेर्दै चलाउन मजा त होइन यहाँ बारी हेर्न सक्नुहुन्छ भर्खरै रोपेको रहेछ होइन मादक पदार्थ सेवन नगर्नुहोला गरेर चलाउन चाहिँ नगर्नुहोला खाना त खाँदा हुन्छ
ल गाइस अनि अहिले चाहिँ हामी सिन्धुली पुगिसकेका छौँ है। अस्ति यहीँकै त हो नि उसले लगेको पानीले बगाएर। है त गाइस अब यार त्यो सिसा हुन्छ त। ओइ ओइ लक्ष्मी यो सिसा हुन्छ त हो त्यो यही ठाउँ हो क्या। एक दो तीन चारवटा घुम्ती छ यहाँ त। चारवटा हो अझै थपिन्छ होला अहिले। गाइस अब चाहिँ हामी त्यो ठाउँ पुगिसकेको छौँ है। सिन्धुली त गाइस हेर्न सक्नुहुन्छ यो एकदमै खतरनाक खालको ठाउँ छ है। अस्ति ड्याडी र म त नि छिटै पो आएर रहेछ भने पहिला धेरै एक्सिडेन्ट हुन्थ्यो अरे अनि ऐना राखेदेखि नभएको अरे नि त। त्यही भएर यहाँ हेर्न सक्नुहुन्छ गाइस है पुरै झन्डै 3-4 मिटर 300-400 मिटर त होला हौ यसरी टाँसेको गाइस। यो एकदम राम्रो छ है। बनाएकै छैन रहेछ ल गाइस होइन अहिलेसम्म बनाइरह होला भनेर त है। ल गाइस हेर्न सक्नुहुन्छ है यस्तो राम्रो ऐना है। यहाँ पछाडि फेरि भ्यू छ यस्तो खतरा मजा आउँछ है। खोला बग्छको त्यो ठाउँ के हो त? त्यो स्कुल होमस्टेहरू होला। अनि यो चाहिँ हो ऐना। ल गाइस लेट्स गो। लु मोहनीलाई यो आँखैले जानी नजानी बसे तर गनी माया नबिर्सिदिनु ल। एस यो भयो त यार यस्तो खतरा छ गाइस। बाटो हेर्न सक्नुहुन्छ तिर परेको है। ये बा अब यहाँ तल चाहिँ त्यो अन्डरग्राउन्ड सुरुङ छ त त्यो आउँछ। त्यो आउँछ अब चाहिँ अब यहाँबाट कम्ता लामो ठाउँ छ बाटो।
राइट यो ठाउँमा त हामी बिहान पुगेको थियो हौ दिउँसो भइसक्यो आज त अब ओखलढुङ्गा पुग्न मात्रै बाँकी छ है गाइस यहाँबाट चाहिँ हाम्रो छिमेकी धरान जान्छ यहाँ चाहिँ होइन अनि यहाँबाट चाहिँ हाम्रो गाउँ जान्छ अब ओखलढुङ्गा पुग्न लाग्यो हामी गोल्डन सोर कि के हो यो ठाउँको नाम छैन त राम्रो है त अब यो डाँडा चढ्नु पर्ने हुन्छ हाम्रो बाइकले गाइस हामीले नि ओहो त्यसै गुरुङ गाउँ कि के गाउँ आउँछ क्या गाइस तामाङ गाउँ होला तामाङ हो कि गुरुङ गाउँ आउँछ हो Oh my goodness. एकचोटि झर त के पो ठोकिने छ हौ अघिदेखि यार के ठोकिरा अघिदेखि ए यो झरेछ नि त हेर्दा Packed my bags, left that town. No more frowns, no more clowns. Wrote my name in the sand, done with drama, that's my plan. Stars shine bright in the night, free from shadows, it's not fight. Echoes fade in the breeze, heart feels light, no more freeze. Dancing wild, unknown, more freeze. Dancing wild under moon. Let go of you, way too soon. Smiling wide, feeling free. Drama left, it's just me. गाइस अहिले चाहिँ हामी यहाँ सुनकोशी होइन सुनकोशीमा पुगिसकेको छौँ हेलो भन्दै हेलो अहिले यहाँ हेर्न सक्नुहुन्छ सुनकोशी यो क्या खतरा देखेको ल फोटो खिच्दै त लक्ष्मीजी गाइस अहिले चाहिँ हामी यहाँ ओखलढुङ्गा पुगिसक्यो अनि ओखलढुङ्गा होइन
यो ठाउँको नाम के अरे अब है सुनकोसीमा छौँ अनि यहाँको पेट्रोल हाल्दैछौँ है यहाँ अहिले यस्तोले अब पेट्रोल हालेर जान्छौँ यहाँ हेर्न सक्नुहुन्छ गाइस यहाँ बाटो छ यार हामी उको डाँडाको टुप्पो टुप्पोमा चलाइरहेको छ बाइक यो म्यान क्या खतरा हौ आम्मामामा Yeah. कोल्डार ओफ कस्तो गना यार तिनीहरूको ब्रेक डरै लाग्ने हौ यो यत्रोबाट रोड देख्दा त Yeah. निराइसी के हो तेरिका यही हो गाइस ओ खतरा ठाउँ छ त यार ए अब यहाँबाट चाहिँ उ छ क्या त्यो गुरुङ गाउँ गाइस गुरुङ कि तामाङ हो थाहा भएन है मोक्ताङ कि के भन्ने छ के गाइस
हेर्दैछस् ओइ ओइ बिरालो आम्बो क्या खतरा बिरालो यार हामी केतुके पुगिसक्यो गाइज केतुकेमा हामीलाई बिरालोले स्वागत गर्यो मर्ने गरी वाह केतुकेबाट अब चाहिँ ओखलढुङ्गा आउँछ गाइज है Oh my god. कट्यो ट्याङ्कहरू क्या तिनीहरू त पहिला हाम्रो ड्याडीको बाइकको हावा जाँदाखेरि हामी गाइस यहीँसम्म आएको थियौँ होइन पुरै ट्युबै फेर्नु परेको थियो क्या फक ए तेरिका केही झरेन त्यहाँ अङ्कल या ए तेरिका अचानक आयो नि साइन हुनुपर्ने यहाँ साइन बोर्ड सेट गाइस झन्डै मरियो उफ यसको सस्पेन्सन चाहिँ के छ हौ हालत खतरा तातो भएछ भने एउटा साइडको हुनै छैन तँलाई दुखेन ल हेर्न यो त आया गाइस बाटो त कति आउँछ नि सायद झन्डै दुख्यो झन्डै मर्यो यो के त्यही त हेर्दा पहिलादेखि थियो त्यस्तो ल गाइस यहाँ पछाडि हेर्न सक्नुहुन्छ है बब्बाल झन्डै मरियौँ केही छैन अब बिस्तारै जानुपर्छ होइन त गाह्रो छ गाइस गाह्रो छ यहाँ बाइक बिग्रेर जस्तै टक्कै दुख्ने है किन बसिरहन्छ छिराइज एउटा उसले गर्दाखेरि आज यस्तो भयो गाइस रुनु कि हाँस्नु हौ यो चाहिँ ओखलढुङ्गा बजार हो है गाइस अनि त्यो हेर्न सक्नुहुन्छ त्यो चाहिँ पहिला हामीले त्यहाँ बाइक बनाएको थियो ड्याडीको यहाँ चाहिँ अहिले हामी छौँ ड्याडीको चाहिँ हावा मात्रै गएको थियो यही होला नि मोमो छ कति टाइम लाग्छ गरिदिनु न हजुर रिपिट पानी खानुपर्छ हामीले काम छ ओखलढुङ्गा क्या कर रहे हो फोटो खींच रहे हैं
चलो चलो चलते हैं। गाइस के गर्नु मेरे हाथों को संभाले मेरे हाथों में। अब दाइसँग सोध्दै जानुपर्छ है। भन्नुपर्छ के गर्ने अब। गाडी यस्तो गाइज हामीले लु त्यस्तै भयो गाइज। अनि त्यो ग्यारेज चाहिँ 1 किलोमिटर जति पर छ यहाँबाट। अनि यहाँ चाहिँ हामी अटोमा आएको है। अटोमा केही देखेको थिएन अनि मैले बनाउन चाहिँ के हो पक्रिएछ त यार। यहाँ हेर्न सक्नुहुन्छ कलर झिलिमिली छ होइन। यहाँ चाहिँ हामी यहाँ खाना आएको छौँ है गाइज। के छ कमेडी भइदियो। अच्छा छ अच्छा छ अच्छा यहाँ त नि फ्याफुल्ला के होटेल भन्ने रहेछ गाइज है। मेरो त ऊ नै बिग्रिसक्यो मेमोरी कामै गर्दैन आजकल। स्टोरेज फुल भएकै गर्छ स्टोरेज के गर्नु। यस्तो 15 मिनट जति पर्खिनुपर्छ। हामी चाहिँ खाना खान थालिसक्यौँ है गाइज। त्यहाँ हेर्न सक्नुहुन्छ सँगले अब चाहिँ हामी खाएर लाग्दिन्छौँ। गएर सुत्ने त हो नि होइन। सो गाइज अब चाहिँ हामी यहाँबाट हिँडिसकेको छौँ है खाजा खाएर। झन्डै 1 घन्टै लगाइदियो भने यहाँ गयो 1 घन्टा, त्यहाँ गयो 2 घन्टा। यस्तो गर्दा गर्दा आज त यहीँ गयो भने गाइज। त्यही हाम्रो यहाँ बजार हेर्न सक्नुहुन्छ सबै सुनसान भइसक्यो। त्यही पनि यहाँ चाहिँ सबै खुल्लै छ भनौँ न। चाहिँ यहाँ 7 बजिरहेको छ है। खाइकिन टुरिस्टहरू एट्र्याक्ट गर्छ भनेर हामी ओखलढुङ्गा कता छ है। काठमाडौँभन्दा कम छैन। ल हामी चाहिँ अहिले होटल पुगिसक्यौँ है गाइज। यहाँ बिरालो हेर्न सक्नुहुन्छ गाइज। कति राम्रो हो के केटाहरू कस्तो छ यार। यो चाहिँ बिरालो हेर्न सक्नुहुन्छ कति राम्रो। ल जर यही हो। थ्याङ्क यू।
अस्ति हाम्रो ड्याडी यहीँ सुत्नुभयो क्या